आफ्नैले जाउन खोज्छु चेप्दिन्छन् आफ्नैले जिउनलाई कहाँ जम्म अन्त जिउनलाई कहाँ जम्म अन्त मुटुले ठाउँ छोडिदिन्छ बाँच्ने रहर मरिदिन्छ मुटुले ठाउँ छोडिदिन्छ बाँच्ने रहर मरिदिन्छ आफ्नो जस्तो नहुँदा आफन्त आफ्नो जस्तो नहुँदा आफन्त त्यो केटा कुनै हालतमा निस्किनु हुँदैन नि त्यसलाई जिन्दगीभर त्यही जेलमा सड्याउनुपर्छ अब आफ्नो छोरो जेल परेको थियो के गर्छ भने बुझ्न गएको नि म यो घरमा बस्नलाई आएको र तपाईँसँग अनि के खोज्न आयो मैसे झडकेर आँटी त आफ्नो अधिकार लिन आएको म केही लछानबाट लाउन सक्दिनस् हेरौँ आयो पनि तालचा त ला छैन त कहाँ गएछ बुढी म आउने बित्तिकै बुढासँग चर्काचर्की गरेर बाजेँ तर मैले यसरी बाज्नु हुँदैन थियो जुङ्गा काट्दै बुढी आज ठुल्लाइको छोरीको बिहाको कुरो चलाइदिएको थिएँ केटा लिएर आइजानु त भन्नुभएको छ त्यतै जानको लागि यसो दारी जुङ्गा त काट्न पर्यो नि राम्रो पढ भविष्य बनाऊ अहिलेको समयमा जथाभावी नहिँड्नु त्यस्तो गर्ने मान्छेले किन मलाई मुखै लाग्यो त त्यतिखेर मलाई के भयो के यो ज्यानै तेरो तँलाई माफ नदिनु त कुरै भएन नि खै सर चोरीको केस भन्छन् अनि तपाईँ भेट्न जानुभयो त म अस्ति भेटेर आएको सर मैले तेरो बिहे गरिदिने विचार गरेँ मेरो बे म अहिले बे गर्दिनँ बा छोरीको जात माइतमा बस्दा गाउँ समाजले के भन्छ अनि बे गरेर चाहिँ सुख हुन्छ भन्ने छ र म बे गर्दिनँ म तपाईँको लागि त्यति नै बोझ भएको छु र बे गर कि गर भन्नुहुन्छ फेरि पछिको कुरा पछि नै सोचौला बाबामाको लागि आफ्नो छोराछोरी कहिले बोझ हुन्छन् र बा तपाईँलाई मैले कति भनौँ मैले भनिसकेँ मैले अहिले बे गर्दिनँ भनेर म पनि बे गरेर गएँ भने तपाईँको हेरचाह कसले गर्छ यो घरको सबै काम कसले गर्छ घर निकाल्यो भने घर छोडेर जान तयार छु तर अहिले बे गर्दिनँ ल ठुल्लाई अस्ति मैले हजुरसँग कुरा गरेको केटा उहाँ नै हो उहाँ चाहिँ केटाको बुवा अनि हजुरको केटाकेटी कति होला मेरो अब हजुर छोरा एउटा छोरी एउटा गरे जम्मा 2टा हजुर भयो ए
छोरा एउटा छोरी एउटा। राम्रो। अनि बाबु के इलम गर्नुहुन्छ कुन्नी? अब पढ्दै पनि छ, जागिरी पनि छ हजुर। राम्रो। अनि अब मेरो छोरी पनि देखिहाल्नुभयो, हजुरलाई कस्तो लाग्यो? अनि बाबुको विचार के हो कुन्नी? बुवाको के इच्छा मेरो नि त्यही इच्छा। अब कुरा कुन टुङ्गो के अरे सायद कहिले मिल्छ। हजुरहरूलाई चित्त बुझ्या हो भने म मेरो छोरी हजुरको हातमा टक्राउन तयार छु। अब हजुरको छोरी हामीलाई मन पर्यो। अब हाम्रो घर सुहाउँदैछ। छोरालाई नि मन परे जस्तो छ। अब बाउन कहाँ गएर सायद हेरेर हजुरले हामी चाँडै खबर गरौँला। तर हजुर एउटा कुरा चाहिँ हजुरलाई बिन्ती गर्नु पर्ला जस्तो छ। भनौँ न के कुरा हो? अब बिहा चाहिँ साधारण तरिकाले गरौँ, मन्दिर जाउँ, हजुरको हातबाट टिकाटाला गरिदिनुहोस्, त्यही बिहा हामीलाई पुग्छ। भइहाल्छ नि हजुर। अब एउटी छोरी हो, यसको बिहादान गर्नलाई यसो आँगन पोलेर बिदा गर्न पाए हुन्थ्यो भन्ने मेरो मनसाय हो। तर अब हजुरहरूको अनुकूल मिल्दैन र हजुरहरूको विचार त्यस्तै छ भने त्यसमा पनि म तयार छु। कि कसो काजी? मैले त के भन्नु र ठुल्लाई, तपाईँहरू दुईजनाकै कुरो मिल्छ भने हुन्छ गराइदिनुहोस्। ल त ठुल्लाई, उहाँहरूको नि बिहा जस्तो कुरो घरतिर पनि केही चाँजो पाँजो मिलाउनु होला। अहिलेलाई हामी लाग्छौँ, केही पऱ्यो भने दाइलाई फोन गरौँला। बाले छोरीको बिहे गरिदिन्छु भनेर वचन दिइसक्नु भएको छ अरे। मैले बिहे गरिनँ भने बा नराम्रो हुनुहुन्छ, फेरि म बिहे गर्न पनि सक्दिनँ। म बिहे गरेर गएँ भने बालाई कसले हेर्छ? दाइ पनि यहाँ हुनुहुन्न, बा एक्लै हुनुहुन्छ। तातो पानी तताएर त खान सक्नुहुन्न, उहाँलाई खाना कसले दिन्छ? आफन्ती पनि कसैले वास्ता गर्दैनन्। काकीले सम्पत्तिको न्युमा जहिले झगडा गर्छिन्। दाइ पनि त्यस्तो अवस्थामा हुनुहुन्छ। दाइलाई त्यहाँबाट निकालेर दाइको बिहे गरिदिन पाए म आफ्नो खुसी गर्थेँ। बाको हेरचाह गर्ने मान्छे त हुन्थे। बालाई एक्लै त्यो घरमा छोडेर म कसरी अरू घर जान सक्छु? हे भगवान्, मलाई बाटो देखाइदिनुहोस्। बुढो, ठुलाइको छोरीको बिहेको लागि केटा लिएर जानुभएको थियो। केटा चाहिँ कहाँको को हो र? को हुनु नि? त्यो हाम्रा घर आउने दयाराम दाई छैनन्? उनको छोरो देवराजलाई बिहा गर्ने भनेर कर्कर गरिराखे। ल न त भनेर केटी देखाउनु लिएर गएको। होइन, त्यो केटा त हेर्दै गुन्डा जस्तो छ त। अस्ति हाम्रो छोरीलाई के भन्यो भनेर यहाँ घरमा कराउन आइरहेको थियो। मैले एक झापड लाएर पठाइदिएको, अनि त्यस्तो केटालाई पनि हाम्रो ठुल्दाइको छोरी दिन लाग्नु भएको। अब छोरो जे जस्तो आवारा गुन्डा भयो नि, बाउ त मेरो उमेरले दाजु भयो नि साथीभाइको जस्तो गर्छन्। उनको कुरो मैले काट्नै सकिनँ। त्यही भएर ठुल्दाजुको छोरी कुरा गर्न लिएर गएको। दुवै पक्षको कुरा मिलेर बिहा फिक्स पनि भइसक्यो। कतै त्यो देवराजे बिहा गरेर सुध्री पो हाल्छ कि। दयाराम दाइले पनि कराई गर्नुभयो। त्यही भएर बिहाको टुङ्गो नै लागिसक्यो। खोइ सुध्रिन्छ कि दाइको छोरीले दुःख पाउँछ के थाहा। भोलि हजुरलाई अब जस्तै नआउँछ है। त्यस्तो त आउन नपर्ने हो। केटोलाई सम्झाउन त मैले नि सम्झाएको छु। त्यस्तो नगर्ला। खोइ निकै दादागिरी देखाएर हिँड्छ के अरे टोलतिर। अब आफै सोच्नुहोस्, तपाईँ खालि अरूको छोरीको बिहेको चिन्ता लिएर हिँडिरहनुहुन्छ। हाम्रो नि त घरमा छोरी हुर्किया छैन। हाम्रो छोरीको चाहिँ केही सोच्नु पर्दैन? मैले सोचेको छैन होला त। अब छोरीको बिहा जस्तो कुरो
छोरीलाई एक वचन सोध्न पनि पर्यो। अब साथीहरूलाई कुरा पनि चलाएको छ। यसो राम्रो हामीलाई सुहाउँदो घरकेटो पाए त बिहा गर्नुहुन्थ्यो नि। हेरौँ समयको कुरो हो, केही खबर त आउला साथीभाइबाट। सुन न शिला, भन न देवराज, के भयो? मलाई त एकदमै टेन्सन परिरहेको छ। के टेन्सन पर्यो तिमीलाई त्यस्तो? हिजो घरमा क्याचक्याच कचकच कचकच गरेर केटी हेर्न जाउँ भनेर म त ड्याडसँग गएर केटी हेरेर आएको। मलाई बिहे गर्नु मनै छैन। गरिदेऊ न त बिहे, के भएको छ र? एकचोटि गर्नै पर्ने त हो। त्यो त हो, बिहे त एकचोटि गर्नै पर्ने हो। मलाई बिहे गर्न पटक्कै मन छैन। अब घरमा कचकच गरेर बिहे नगरी पनि सुखै पाएको छैन। उता बहिनी पनि काठमाडौँतिरै छ। अब उसको तनाव आफ्नै ठाउँमा छ। यता घरमा मम्मीलाई सहयोग गर्ने मान्छे कोही पनि छैन। मेरो एउटा भरपर्दो जागिर पनि छैन। अब त्यहाँ माथि मैले बिहे गरिसकेपछि अब मेरो बुढीलाई चाहिने हरेक कुराहरू म आफैले किनिदिनु पर्ने हुन्छ। अब मेरो बुढीलाई चुरा चाहियो, पोते चाहियो, धागो चाहियो भनेर मैले ड्याड मम्मीसँग त पैसा माग्ने कुरो त भएन नि। अब मेरो सोचाइ भनेको आफूसँग एउटा जागिर होस् अथवा आफू एउटा कुनै व्यवसाय होस्, त्यो भइसकेपछि मात्रै बिहा गर्ने इच्छा छ। तर घरको अवस्थाले गर्दा अहिले बिहे नगरिनु हुने भएको छ। बिहे गर न त देव, तिमीले बिहे गर्दा घरमा पनि सजिलो हुन्छ, तिमीलाई पनि सजिलो हुन्छ। धन सम्पत्ति भनेको दुईजना मिलेर कमाउँदा भइहाल्यो नि। अब तिमीले नै त्यसो भन्छौ भने मैले भन्नु के छ र? तर तिमी मेरो बिहेमा चाहिँ जसरी नै आउनुपर्छ, कुरो बुझ्यौ नि? भइहाल्छ नि देव, जाउँ अहिलेको लागि ढिलो भयो। ल हैन, कोही भनौ तँलाई गाउँ टार्दैमा ठिक्क छ। घरा छोरी छैन, बहिनी छैन, बर्खा लगाइसक्यो, आँगनभरि घाँस उम्रेर हेरिसाथ देखाइन। घाम पनि कति चर्क्या हो यो। गोमा, ए गोमा, गाउँमा मेरो एकछिन काम छ, म गएर आउँछु नि। त्यही त, तपाईँलाई गाउँ डुलेर फुर्सद छैन। बर्खा लगाइसक्यो, खेतीपाती गर्नुपर्ने, घरको हालत यस्तो छ। घरमा बहिनी पनि छैन, छोरी पनि छैन, म एउटाले कतातिर के गर्ने? छोरी त काम परेर गई, बहिनी त तेरै कारणले गए हो नि। अलिकति घरमा हाँसी खुसी राम्रो कहिले होइन, अनि तैँले नगरेर दुःख कसले गर्छ त? त्यही त, तिम्रो बहिनी गाउँमा छ त दुनियाँ केटाहरूसँग लठारेर गाउँमै डुङडुङ गनाएर बसिसक्नु भएको थिएन। अहिले सहर गई आनन्द भएको छ मलाई त। के भनिस् तैँले? मेरो बहिनीले गर्दा गाउँ गनाएर यो काजीको खानदानमा आजसम्म दाग लागेको छैन र दाग लाग्ने कुरा पनि नगर्नु। दागको कुरा गर्दाखेरि के को दागको कुरा नि? मैले मात्रै भने हो र? सारा गाउँले भनिरहेको छन्। काठमाडौँ गई आनन्द भयो। बर्ता नबोल, तेरो मुख च्यातेर कानमा पुऱ्याइदिउँला नि। ए बाबु, त कता जानु लाग्यो? म गाउँतिर जान लाग्यो दाइ। ए, तँसँग एउटा कुरा गर्नु छ। के कुरा हो भन्नु न। अरू त केही होइन बाबै, तेरो दुलैले जिउनी भएको निम्ति निकै किचिज गरी क्या। हेर बाबु, तँलाई थाहा छँदैछ बाउलाई स्याहार्दाखेरि कुन दुःखले स्याहारी। अब क्रिया खर्चदेखि लिएर सारा मैले नै गरेको छु। तैँले नै भन्या होस् क्रिया खर्च अरू खर्च तपाईँको उठेपछि बराबर भाग लाउँला हुन्न दाइ भन्या थिइस्। अहिले बुहारी हालेर निकै किचकिच गर्छ। के भएको त्यसलाई एकपल्ट सम्झ। तैँले भने जस्तै मेरो सबै लगानी खर्च उठेपछि त जिउनी भाग त हामीले नै खाने हो, अरू कसले नै खान्छ र? एकपल्ट तेरो बुढीलाई सम्झा। मैले किन घाँस काटे भनेको त ल उठे जवाफ लगायो भने। त्यही त दाइ, मलाई पनि बुहारीले घरमा बसी खानु दिएको छैन। जहिले त्यही कुरा गरेर, त्यही किचकिच गरेर घरमा जहिले झगडा गर्छ। अब सधैँ यस्तो झगडा खप्नुभन्दा
बरु बा बित्ने बेलामा क्रिया खर्च के कति भएको थियो, अरू खर्च के कति भएको थियो, त्यो सबै खर्च हिसाब गरेर यो जग्गालाई सबैको नाममा आफू पास गरौँ, यसलाई चाहिँ टुङ्गो लाउँदै। ए ठिकै छ नि त। भनेपछि त पनि बुहारीकै पक्षमा लागिस्। मैले मात्रै एकलौटी खान्छु भनेको थिइनँ। तैँले भने बमोजिम गरे हो, तेरो पनि त्यस्तै विचार छ भने म पनि पछि हट्दिनँ। बाबाआमालाई औषधि गर्दा लागेको ऋण, काजक्रिया गर्दा लागेको ऋणको ब्याज, अनि त्यो जग्गाको राजस्व तिरेको यी सम्पूर्ण खर्चको ब्याज सहित जोड्दा म पनि पाइ हिसाब गर्छु नि, त्यत्तिकै छोड्दिनँ। त्यो सम्पूर्ण खर्चको बराबर भाग लाउनु पर्छ, अनि मात्रै हामी तीन दाजुभाइलाई त्यो जग्गा बराबर गरौँला। कुरो बुझिस्? दाइ यो खर्च सम्बन्ध ठिकै छ, यो ब्याजको कुरा गरेर दाजुभाइमा फाटो आउने कुरा नगर्नुहोस्। अब कान्छो पनि आउँदैछ, ऊ आएपछि सरसल्लाह गरेर जग्गा चाहिँ भागवण्डा गरौँ, खर्च पनि हामी बिहोरौँला। अनि अर्को कुरा दाइ, तपाईँले खर्चको कुरा र ब्याजको कुरा निकालिहाल्नुभयो। अनि त्यो बाउले जम्मा गरेर राखेको पैसा, आमाको गहना, त्यो पनि हामीले खोजेका थिएन अहिलेसम्म। अब हाम्रा भाँडाकुँडादेखि लिएर गएर अरू के थिए सम्पत्ति, त्यो सबैको पनि खोजबिन हुन्छ, त्यो पनि भागवण्डा हुन्छ। अब कान्छो आएपछि त्यसको सबै हिसाब किताब हुन्छ। अहिले चाहिँ म हिँडेँ। ओहो गाई सर, नमस्कार है। नमस्कार। नमस्कार। अनि देवराज भाइ कता निस्केको त? कता हुनु नि? यसो साथीतिर गएर आएको हो र? अब त तिम्रो बिहा हो नि, कुरो पनि छ। साथीभाइ भनेर बराली नै होइन। ती नानी फेरि अलि कडा छिन्। फेरि बिहा गरेपछि यो केटा त लफङ्गो रहेछ, यो केटासँग बस्यो भने मेरो जिन्दगी बिग्रिन्छ भनेर छोडेर जाला नि। हो नि गाई साहब, अब त तँ साथीहरूको सङ्ग छोडेर म कमाउनतिर लाग्छु। बिहे गरिसकेपछि बाआमासँग बुढीको लागि खर्च चाहियो भनेर माग्ने कुरो भएन, अनि आफूलाई नि खर्च चाहिन्छ। अब म साथीहरूको सङ्ग छोडेर कमाउनतिर लाग्छु। हुन्छ गाई साहब, अहिलेलाई म छुटेँ। यो लफङ्गो अब सुध्रियो जस्तो छ। अबदेखि मलाई डाक्टर साहब भनेर नभन्न ल। किन र? तपाईँ डक्टर त हो नि, अनि मैले डाक्टर साहब भन्दैमा के फरक पर्छ र? मलाई तिमीले डाक्टर साहब भन्दा अप्ठ्यारो लाग्छ। मेरो रियल नाम रवि हो, मलाई रवि भन्दा हुन्छ है। डाक्टर साहब भन्दा छुट्टै मान सम्मान, अनि मान्छेहरूले सुन्दा पनि कति राम्रो। अनि तपाईँ आफै डाक्टर मान्छे, मलाई डाक्टर नभन् भनेर किन भन्नुभएको? पेसाले जे जस्तो भए पनि डाक्टर भनेको मन पर्दैन, त्यसैले मलाई रवि भनेर बोलाउन है। यदि रवि भन्न अप्ठ्यारो लाग्छ भने रविजी भन्दा हुन्छ। अनि सुन न, तिमीलाई भित्रैदेखि खुसी देखिरहेको छैन। तिम्रो मनमा धेरै पीडा छ जस्तो लागिरहेको छ। के भएको छ मिल्छ भने भन न। बाहिर जति खुसी देखिन्छ, भित्र पीडा भएपछि मुहारमा खुसी झल्किँदैन। त्यस्तै देखिरहेको छु। तिमी भित्र पीडा लुकाएर बाहिर खुसी देखाइरहेकी छौ। केही भएको छ भने भन न। तिम्रो पीडाको घाउमा मलम लाउन नसके पनि तिम्रो कुराहरू सुन्न त सक्छु नि। प्लिज मोहिनी, के भएको छ भन न। के हुनु र डाक्टर साहब? म त फेरि तपाईँलाई डाक्टर साहब भन्न पुगेछु। रविजी, घरमा बाबाले बिहेको कुरा गर्नुभएको छ।
तर मलाई अहिले बिहे गर्न मनै छैन। जसरी पनि बिहे गर्नुपर्छ भनेर दिक्कै पार्नु भएको छ। म त दोधारमा छु, के गर्ने के गर्ने। जब तिमीलाई बिहे गर्न मनै छैन भने म केही वर्षपछि बिहे गर्छु, अहिले बिहे गर्दिनँ भन न त, बाले मानिहाल्नुहुन्छ नि। अहिले नै बिहे गर्नुपर्छ भन्ने के छ र? बासँग राम्रोसँग कुरा गर, बा अहिले म बिहे गर्दिनँ भनेर भइगयो नि। तर बाले मेरो कुरै सुन्नुहुन्न। भन्नुभएको छ राम्रो घर आएको छ, बिहे गर भनेर, नत्र पछि पछुताउनु पर्ला भन्नुहुन्छ। बाको इज्जतको कुरा छ। उहाँलाई लागेको छ कि यो बिहेले मलाई खुसी दिन्छ भनेर। तर मलाई मेरो करियरको चिन्ता छ र मेरा सपनाहरू पनि धेरै बाँकी छन्। म अहिले यो बिहे गर्नै चाहन्न। इज्जतको नाममा तिम्रो खुसीलाई बन्धक बनाउने अधिकार कसैलाई छैन। हेर मोहिनी, म त भन्छु तिमी यो बिहे नगर। आफ्नो मनले नमानेको काम गर्दा जिन्दगीभरि पछुताउनुपर्छ। त्यसैले तिमी यो बिहे नगर। मलाई डर लाग्छ मैले यो बिहे गरिनँ भने उहाँको मनमा ठुलो चोट पुग्छ भनेर। चोट त तिमीलाई पनि लागिरहेको छ नि। बुझ्नुपर्छ, तिम्रो बाले समाजको लागि सोचिराख्नु भएको छ। तर तिमीले आफ्नो भविष्य सोच्नुपर्छ। हिम्मत गर, शान्त भएर बाबासँग एकचोटि कुरा गर। बिहे सम्झौता होइन, दुई आत्माको मिलन हो। हुन्छ डाक्टर साहब, अब छुट्टी है। ल, फेरि डाक्टर साहब भन्यो। डाक्टर साहब नभन भनेको होइन। डाक्टर साहब भनेको बानी भएर होला, मुखमा डाक्टर भन्न मात्रै आउँछ। अबदेखि भन्दिनँ नि त, रवि भन्छु अब। छोरी धनको सुख चाहिँदो रहेछ, मनको दुःख कसले पो देख्छ। बोल्न नि गाह्रो, पर्दा नि साह्रो, उस्तै परे बोलचालै बन्द। आफ्नो जस्तो नहुँदा आफन्त, आफ्नो जस्तो नहुँदा आफन्त, आफ्नो जस्तो नहुँदा आफन्त। आफन्त